हाम्रो फ्यामिलीमा पहिला त हार्ट एट्याकै भएर मृत्यु भएको हो कि होइन भन्ने त पहिला टुङ्गो थिएन। एक्कासी घरमै ढल्यायो भने त केही इसिजी पनि हुन पाएको हुँदैन, केही पनि थाहा हुँदैन। त्यही भएर अचानक निधन भएको हो कि होइन आफ्नो बुवा आमा अथवा बाजे अथवा आफूभन्दा अब आफ्नो फ्यामिलीमा अब माइतीमा विशेष गरी हामीले महिलाहरूमा माइतीतिर भनेर सोध्छौँ र यता चाहिँ आफ्नो बुवा मम्मी दाजुभाइहरूतिर ठुल्बाहरू होइन यतातिर सोधेर त्यस्तो हिस्ट्री छ कि छैन। त्यस्तो हिस्ट्री छ भनेपछि त्यो जे कारणले पनि हुनसक्छ। यो कोलेस्ट्रोल बढी भएर कोरोनरी आर्टरी डिजिज मुटुको रक्तनली सम्बन्धी रोग पनि हुनसक्छ, या जन्मजातै लिएर आउने अरू मुटुका मासुका रोगहरू पनि हुनसक्छन् होइन। त्यस्तो छ भने चाहिँ हामीले सिम्पल बेसलाइन कोलेस्ट्रोलसँगै अरू रगतको जाँचहरू र एकचोटि मुटुको स्क्रिनिङको रूपमा इसिजी र इको यो सबै गर्न जरुरी हुन्छ। स्पेसली कोलेस्ट्रोलसँग लिङ्क हुने भनेको कोरोनरी आर्टरी रक्तनली सम्बन्धी रोग भयो। त्यो बाहेक मुटुको मासु सम्बन्धी केही रोग छ कि छैन, अझ त्यसबाहेक विद्युतीय नसा, मुटुमा त विद्युतीय नसाहरू पनि हुन्छ, त्यस सम्बन्धी त्यही भएर चाल सम्बन्धी जसलाई हामीले अरिदमिया भन्छौँ, अरिदमिया सम्बन्धी कुनै रोग छ कि छैन, त्यो टुङ्गो लाउनलाई चाहिँ यति जाँच गरेर हेर्न जरुरी हो।